म तपाईहरुलाई आज वैशाखमा हुने घिरौँलाको खेती देखाउन चाहन्छु। आउनुस्। अब यिनी रुख हुन्, यी बकैनाका यी डाली घाँसहरुका रुखहरु हुन् यिनीहरु हैन। यता पनि यता यता देखाउ त हो यो हो हैन। म चाहिँ धेरै मेहनत गर्नेमा किसानमा पढ्दिन, म चाहिँ खस्याङ खुसुङ किसान पढ्छु। खस्याङ खुसुङ किसानले यस्तै गर्छ, यस्तै लाउँछ हैन। यस्तै हो मेरो काम भनेको, यस्तै हुन्छ है साथीहरु। खस्याङ खुसुङ किसान भनिहाले त मैले। अलि उता जानुस् त हजुरहरु, अलि उता जानुस् त, परबाट हेर्नुस् न, साथीहरुलाई पनि देखाउनु पर्यो नि त हैन। अनि यस्तो गर्ने हैन साथीहरु हैन। अब म चाहिँ भनिहाले तपाईहरुलाई, म खस्याङ खुसुङ किसान हो है। यो धेरै मेहनत गर्नेमा पर्दैन, कम मेहनत गरेर धेरै फलाउनेमा पर्छु के मैले है। अब यस्तो गर्छु म। अब यहाँ हेर्नु न, अब जम्मै गिटी छन्, अब के गर्ने है। पहिला अब घर बनाउँदाखेरि गिटी सिटी फालेको भएर अब यहाँ पनि छैन, माटै छैन। अब के रोप्नु यहाँ। ल आऊ अलि पर माटो भएर ठाउँ देखाउनु पर्यो साथीहरुलाई। अनि यता आऊ। अनि यो चाहिँ मेरो लौकाको बोटो हो है साथीहरु, लौकाको। अब यो लौका चाहिँ अब अलि भोलि वैशाखमा यति लामा फल्छन् है। तपाईहरुलाई फलेपछि म फेरि देखाउँछु। अब यो बन्जर जमिनलाई अब म कसरी मलिलो बनाउँछु त हेर्नुस् है। अब यस्तो गर्ने हैन। खस्याङ खुसुङ किसान हो मेरो नाम है। अब तपाईहरुलाई कस्तो लाग्छ कुन्नी हैन मेरो काम, जेसुकै भन्नुस्, तर म चाहिँ खस्याङ खुसुङ किसानमा पढ्छु है। अब यस्तै गरेर अहिलेसम्म खाकी छु के रे मैले 12 मास तरकारी। अब के गर्नु, अब खन्न सक्दिनँ, एक्लै छु। अब कसले खन्दिने, कसले के गर्ने, त्यही भएर यो कुटोले खस्याङ खुसुङ गर्दै यसो गर्यो हैन। जसरी पनि फलाउनु त हो हैन साथीहरु। अब 4-5 बोट फल्यो भने पनि उम्रे भने पनि जति नै हुन्छ के रे घिरौँला। अब यस्तो झार छ्या, अब यसरी हाल्दिने हो। ए बुढी घिरौँला लगाइटु। हाँ वैशाखमा हुइल घिरौँला। ए अब वैशाखमा फल्छ यति लामो बुढी। सेतो हो यहाँ बाउ होइन, बर्खामा लगाइठान मैटो पर जाऊ। साथीहरु थारू भएछ नि बोल्न आउन हेर्नुस्। अब के गर्ने है साथीहरु है। अब त्यसपछि तपाईहरुले अब कति ठाउँमा लगाए मैले, 1 2 3 4 वटा ठाउँमा लाएँ है। प्रत्येक ठाउँमा 2 वटा गरेर हाल्न पर्छ हेर्नु साथीहरु है। अब वैशाख जेठमा फल्छ, म तपाईहरुलाई फलिसकेपछि म अब देखाउँछु है साथीहरु। अब घिरौँला हो जसरी उम्रिन्छ घिरौँला। अनि कस्तो फल्छ हेरौँला, घिरौँला कस्तो फल्छ हेरौँला। ल साथीहरु है, ल माया गरिदिनु होला, साथ गरिदिनु होला, धन्यवाद।